आज चैत 15 गते राजावादी समर्थक समूहहरूको ठूलो प्रदर्शन काठमाडौँमा भइरहेको छ। त्यस्तै समाजवादी मोर्चाको नामबाट गणतन्त्रवादी शक्तिहरूले भ्रष्टाचार र बेथिति विरुद्ध भन्दै माओवादी नेतृत्वमा प्रदर्शनको तयारी गरेका छन्। दुवै पक्ष आज काठमाडौँमा भिड्ने तयारी गरेका छन् र दुवै पक्षले आफ्नो शक्ति कति छ भनेर देखाउनका लागि भरमग्दुर प्रयास गर्नेवाला छन्। काठमाडौँ केन्द्रित दुवै पक्षको आन्दोलनले आज काठमाडौँ अस्तव्यस्त बन्ने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने, त्यहाँको सुरक्षा अवस्था चिन्ताजनक बन्न सक्ने र त्यहाँ अरू सामान्य जनजीवनमा पनि प्रभाव पार्न सक्ने प्रष्टै देखिएको छ। आज दुवै पक्षले जुन खालको शक्ति प्रदर्शन गर्दैछन् त्यसले देशमा के फाइदा हुन्छ त? कि आज साँच्चै राजावादीहरूको प्रदर्शनले गणतन्त्रवादीहरू शक्तिहरू डराएर अथवा त्यो खालको माहौल बनेर भोलिदेखि राजा आउँछन्? या त गणतन्त्रवादीहरूले आज गरेको आन्दोलनले भोलिदेखि भ्रष्टाचार या त बेथिति या त के माग गरिएको हो त्यो तुरुन्तै भइहाल्छ। त्यो दुइटै केही हुनेवाला छैन। दुवै शक्तिले एकै दिन एकै समयमा आन्दोलन गरेर राजधानीलाई अस्तव्यस्त पारेर, देशलाई अस्तव्यस्त पारेर, त्यहाँका सर्वसाधारण जनताको जनजीवनमा प्रभाव पार्ने गरी, उनीहरूको सामान्य जनजीविकामा प्रभाव पार्ने गरी जुन खालको दुवै पक्षले हड देखाएका छन् त्यो ज्यादै गलत कुरा छ। त्यो दुवै पक्षले एकै दिन यसरी आन्दोलन गर्नु खतरा निम्त्याउनु हो। भोलि सुरक्षाका हिसाबले दुई पक्षबीच भेट भयो, मुठभेड भयो र त्यहाँ जनधनको क्षति भयो, सर्वसाधारणको त्यहाँ हताहती भयो अथवा प्रहरी प्रशासनमाथि पनि असुरक्षा भयो अथवा प्रहरी नै कोही घाइते अथवा कसैको ज्यान गयो भने त्यो नेपाली जनताकै छोराछोरीको ज्यान जाने हो, नेपाली जनताकै जनधन अथवा सम्पत्ति क्षति हुने हो। त्यसो हुँदा दुवै पक्षले यस्ता आन्दोलन एकै दिन गर्ने कसैले पनि योभन्दा अगाडि पनि यस्ता परस्पर विरोधी समूहहरूले एकै दिन आन्दोलन गरेर ती घटनाहरू भएका इतिहासहरू छन्। त्यसो हुँदा यो पालि पनि दुवै पक्ष गणतन्त्रवादी राजावादी परस्पर विरोधी पक्ष चाहिँ एकै दिन यसरी उत्रिनु ठिक होइन। आफ्नो आन्दोलन, आफ्ना विचार, आफ्ना जुन प्रदर्शन अथवा आफ्ना सभा सम्मेलन जसले पनि गर्न पाउँछ, तर दुवै एकै दिन गर्नै पर्छ अथवा त्यो दिन मात्रै चैत 15 मै मात्रै गर्दा राम्रो हुने, सायद हेराएर गरेको होइन अथवा सायद राम्रो छ भनेर पक्कै गरेको होइन होला। त्यसो हुँदा चैत 16 मा पनि गर्न सकिन्थ्यो, 17 मा पनि गर्न सकिन्थ्यो। दुवै पक्षले यो दुवै पक्ष भिड्दाखेरि त्यहाँ क्षति भयो भने नेपाली